हेलो गाइस सो गुड मर्निङ होइन स्वागत छ मेरो च्यानलमा। सो आज चाहिँ नेपालीमै ब्लग अनि मेरो आज ब्लगको देखिसक्नु होला होइन, मेरो ड्रेसअपले चाल पाइसक्नु होला मैले के लाइक छु। टोपी राई किरात टोपी अनि खेन्जा र आज चाहिँ हाम्रो होइन गाउँमा उभौली राईको पूजा हुँदैछ र त्यसमा हामी जाँदैछौँ र मेरो छोरी पनि रेडी भइसकेको छ र उसको मम्माहरू सब गइसकेको छ र आज चाहिँ उभौली पूजा होइन गाइस हुँदैछ हाम्रो तग्दा 9 नम्बर गाउँमा राई किरातको र सबै एरेन्जमेन्ट भइसकेको छ र हामी सबै अब त्यहाँ जानेछौँ र आजको त्यही कन्टेन्ट हुनेछ र आज म भ्लगिङ नेपालीमा गर्दैछु गाइस र तपाईँहरूले डु लाइक सेयर सब्सक्राइब र आजको के हुन्छ हेर्नुहोस् गाइस। फिलहाल गाइस हामी दुई बाउ छोरी चाहिँ है यस गर्दैन बहिनी सनग्लासेसहरू लगाएर चाहिँ अब दिन हेर्नुहोस् न पुरै अब धुप लागिरहेको छ घाम लागिरहेको छ त्यही कारण हामी चाहिँ सनग्लास लगाएर चाहिँ लागेको र गाइस म तपाईँलाई एकदम माथि देखाउनु छु है ल आजको उभौली पूजा गाइस। अहिले चाहिँ होइन भाँडा बर्तन पनि बोकेर जाँदैछु म फिलहाल माथि हाम्रो जुन हुने पूजा हुने उभौली पूजा हुने जग्गा चाहिँ पुगिसकेको छु हो, पछाडि हो म जाँदैछु। घरदेखि माथि आउन अलिक टाइम लाग्छ नि त हो, अलिक सास पनि 2 सास बढ्दैछ र म तपाईँहरूलाई यहाँबाट इन्टर गर्ने जग्गा म देखाउँदैछु। गाइस म पुगिसकेको छु होइन, यहाँ पुगिसक्दा चाहिँ म तपाईँलाई भित्र दृश्य देखाउने छु र हाम्रो राई किरातहरू यहाँ माथि पुरा इन्टिरेन्स यो तपाईँको गेट हो हेर्नुहोस् गेट, यहाँ म अगाडि देखाउँदैछु तपाईँलाई। यहाँनिर चाहिँ होइन अब हाम्रो बुबु निचाहरूले खानाहरू चाहिँ पकाउँदैछ र खाना चाहिँ एकदम मिठो पकाउनुहुन्छ र यस्तै छ खाना पकाउने जग्गा। र साथीहरू यहाँनिर चाहिँ होइन हाम्रो राई किरातको पूजा गरिसकेर यहाँनिर आउनु हुँदैछ होइन, सब यहाँ हाम्रो राईकोहरू सेवन्ने हाम्रो राई किरात होइन। यहाँनिर त होइन किरातेको अब होइन पूजा उभौली पूजाहरू सब गर्दैछ गाइस र तपाईँलाई त्यही मार्फत मैले भिडियोमा देखाउँदैछु गाइस हेर्नुहोस्। यहाँनिर चाहिँ होइन तपाईँको उभौली पूजा चाहिँ होइन यहाँनिर गर्नेवाला छ र यहाँनिर सब होइन के सामग्रीहरू चाहिन्छ यहाँनिर चाहिँ उहाँले सबैले रेडी गर्नुहुँदैछ। हेर्नुहोस् गाइस आजको ब्लग। र गाइस यहाँनिर चाहिँ होइन सबै कुरो प्राय सबै कुरो चाहिँ होइन
पूजाका लागि सामग्रीहरू रेडी भइसकेको छ। र हेर्नुहोस् मकै कोदो होइन उचेता यो के हो राईको जे पनि सामग्री छ सब तोङबादेखि रेडी भइसकेको छ गाइस। र हेर्नुहोस् गाइस यहाँनिर चाहिँ होइन अब हाम्रो पूजा चाहिँ अब यहाँनिर सुरु भएर गइरहेको छ। र पहिलो चोटि पर दियो बालेर चाहिँ यहाँनिर अब होइन म देखाउँदैछु। यहाँ चाहिँ सिकारी हुनुहुन्छ राईको होइन सिकारीको थान होइन धनुकाँडहरू यहाँ अब पहिला सुरु चाहिँ यताबाट गर्दै पूजा गर्दै तपाईँलाई यो मैले भ्लगमा चाहिँ हालिदिएको छु। र हेर्नुहोस् होला गाउँको काम्ली परिवारको पितृबाट सिली उठाउने पूजा गरेर यस पितृमा गएर हामीले आजको दिनलाई सफल बनाउनको निम्ति शक्तिहरू मागेर बिन्ती गरेर आज यस कार्यलाई सफल बनाउने बिन्तीहरू चढाएर हाम्रा सिली दिएका बहिनीहरू राईपाहरूलाई पनि यहाँनिर नियमतो गरेको थियौँ र हामी माझ पनि आधा अर्पण गरिदिने र हामी बीच आजको यस कार्यक्रमलाई उहाँलाई पनि आधा अर्पण भइरहेको छ। हाम्रै गाउँका श्रोतै बढी मिनु राई साथै हाम्रा प्रवृद्ध मिनी राधा राई हाम्रो कोपा विमल बान्धव राई साथबाट आउनुहुने हाम्रा बुबु हातबाट आजको हाम्रो पुजारी साथै शाखा समितिका सभापतिको लाई टीका लगाएर आशीर्वाद प्रदान गरिरहेको छु। र अब कर्मले हाम्रा समितिका अन्य मेम्बरहरू पनि गएर टीका लाउन सक्नु रहेछ। टीका लगाइदिनु आजको यस 9 नम्बर शाखाद्वारा विवरण पनि तपाईहरु माझ बताउनु भयो। त्यसरी नै उहाँहरूलाई दोसाल ओढाएर उहाँहरूको जुन चाहिँ अघिल्लो दिनहरूलाई सुस्वास्थ्यको निम्ति कामना गर्दै आज उहाँलाई सम्मान हामी जनाउनु पाउँदाखेरि र हजुर सबैलाई सुस्वास्थ्यको कामना गर्दै भाइ समीर राईलाई पनि शाखा समितिबाट एउटा खडा र सहयोग ओढाएर उहाँलाई पनि एउटा सम्मान र उहाँको अघिल्लो कार्यहरूमा सफल प्राप्त गरोस् भन्ने कामनाका साथ हामी उहाँलाई पनि सम्मान गरिरहेको छौँ। ट्रेडिसनल हो है यो बुबु ठिक्कै भएछ है। यो लामो पनि छ छोटो छ। कतिवटा छ यहाँ? यो छोटो छ दादा। यो यहाँ हालिदिउँ न त अन्त तान्दै जानु पर्यो। यो चाहिँ माथि अब बुढोपाकाहरूलाई बुढोपाकालाई है हाम्रो यो ट्रेडिसनल वासिम भन्छ। ब्याम्बो वासिम लोकल चलिरहने भाषामा चाहिँ तोङबा हजुर
गाइस अहिलेको होइन टाइम भएको छ 12:30 अहिले जुन ओपनिङ सेरेमनी केहरू थियो अहिले फिलहाल हुँदैछ र पछिको नेक्स्ट प्रोग्राम चाहिँ खाना खाइसकेर होइन लन्च भइसकेर चाहिँ यहाँनिर सुरु हुनेछ जति पनि डान्स अनि सङ्गीतिक प्रोग्रामहरू छ खाना पछि आफ्टर लन्च खालि हुनेछ र अहिले फिलहाल यहाँनिर लन्च चाहिँ तयारी यहाँनिर फिलिङ हुँदैछ भर्दैछ र तपाईँहरूलाई म तोङ्बा पनि देखाउने छु यहाँनिर तपाईँले देख्नुहुँदैछ यो चाहिँ अर्ग्यानिक तोङ्बा होइन अब राई किराँतलाई चाहिने कुरो नै यही हो गाइस हो तोङ्बा हेरिहाल्नुहोस् ब्याम्बो र यहाँनिर सब तोङ्बाहरू अझै आउँदैछ यहाँ यी हाम्रो भाउजूहरूले लिएर आउँदैछ एकवटा तोङ्बा यी हेर्नुहोस् त हो यहाँनिर अब खानापिना एकदम पुरा भरिसकेको छ र एकछिनमा चाहिँ यहाँ लन्च टाइम होइन सुरु हुनु गइरहेको छ गाइस सब्सक्राइब गरिदिनु होला सबैजनाले सब्सक्राइब के अरे सब्सक्राइब है होइन तोङ्बा त तपाईँलाई देख्छ कि अरे अलिकति ब्रान्डीहरू पनि छ हो र अब आज त यही त हो गाइस हेर्नुहोस् सी म चाहिँ खाँदिनँ है तर गाइस ल यो अब लानै पर्यो माथि होइन कति कान्छी खान्छ हो त्यसको लागि लाँदैछु गाइस र गाइस यहाँनिर चाहिँ होइन अब खानाको प्रबन्ध भइसकेको छ भनेदेखिलाई यहाँनिर सबैजनाले आफ्ना तोङ्बा होइन वाचिपाहरू सब वाचिपा भनेको यस्तो हुन्छ गाइस हो र अब म त नखाने मान्छे पर्यो र सबैले आफ्नो होइन मजाले माहौललाई इन्जोय गर्दै होइन सबैले खानापिनाहरू लिनु भइसकेको छ भनेदेखिलाई यहाँनिर हाम्रो मामा ऊ अर्ग्यानिक तोङ्बा अरिजिनल तोङ्बा भन्दै उहाँले पनि सुरुप लिनुभयो यहाँनिर अब सबैको खानापिना लन्च सबै भइसकेको छ भनेदेखिलाई अब चाहिँ हाम्रो यहाँनिर सिल्ली डान्स सुरु हुन गइरहेको छ राई किराँतको र तपाईँलाई यो प्रस्तुति दिन गइरहेको छु आशा छ तपाईँले मन पराउनु नौलो प्रयासलाई अनुभव गरिदिनुहोस् र यहाँनिर गाइस होइन सिल्ली डान्स सुरु भइसकेको छ र तपाईँलाई म देखाउँदैछु हेर्नुहोस् कमेन्ट गर्नुहोस् जो पनि राई किराँती खम्बु संस्थामा हुनुहुन्छ तपाईँले यो भिडियोलाई सक्दो सेयर अनि लाइक गरिदिनुहोस् होला देखियो गाइस आजको हाम्रो होइन राईको पूजा उभौली पूजा चाहिँ ब्लग आज नै यति नै र तपाईँलाई के कस्तो लाग्छ कमेन्ट सेयर लाइक सेयर सब्सक्राइब एन्ड फलो बटन गर्नुहोस् र आजलाई यति नै र फेरि भेटौँ नेक्स्ट भिडियोमा तब तकको लिए बाइ बाइ।